हेलो गाइस दर्शक नमस्ते। आज फेरि बिरयानी खानु हामीले एउटा प्याज लिएर आएको छौँ। एउटा प्याजको हामीले बिरयानी बनाउँछौँ, चिकन बिरयानी है त। ल हाम्रो प्याज कटाइ भइसकेको छ है त। अब छ्यास हामी फेरि अब खुर्सानी टमाटर तेल लाग्छौँ है। बन्द गर्नुपर्छ। लगाइ अब चाहिँ हाम्रो मिक्सरमा अब छ्यास हामीले पेस्ट बनाउन जाँदैछौँ। पेस्ट चाहिँ म अब यसमा चाहिँ बनाउँछु है, माथि यहाँ राखेर छ्यास यसमा चाहिँ हामी पेस्ट बनाउन गइरहेका छौँ। यो भयो अदुवा, यो भयो लसुन, यो खुर्सानी हामीले आफ्नो स्वाद अनुसार हाल्न सक्छौँ होइन। एउटा एउटा चाहिँ रातो खुर्सानी परेछ कि त्यो पनि ठिक छ होइन, यो कलर आउँछ नि त त्यसबाट। यो हामीले हाल्यौँ जिरा, जिरा पनि आफ्नो स्वाद अनुसार। अनि यसलाई भन्छ हाम्रो गाउँतिर टिमुर। यसलाई धेरै नहालौँ, थोरै मात्र, फेरि गाली खाइन सक्छ हामीले। अब चाहिँ हामी यसलाई यहाँ थोरै पानी हालौँ भने त रहेछ पानी। ल मसला बनाइसकेको छु। धेरै चलाउनु हुँदैन, अलिकता जिरा पनि टोक्नुपर्छ किनभने स्वाद चाहियो नि त होइन। मतिर भिडियो के अब हामीसँग छ दुईवटा टमाटो होइन, हामीलाई धुन चाहन्छौँ। अब धोइसकेपछि यसलाई चाहिँ हामीले यहाँ राखेर यो रातो चक्कुले काट्न चाहन्छौँ होइन। चक्कु पनि खतरै रहेछ फेरि। ल हाम्रो टमाटर रेडी भइसकेको छ। अब चाहिँ हामी चिकन मेरिनेसन गर्न चाहन्छौँ। मेरिनेसन चाहिँ हामीले देखाउँदैनौँ, मेरिनेसन गरिसकेपछि देखाउँछौँ है त। गाइस हाम्रो चिकन चाहिँ हाम्रो मेरिनेसन भएर सकिसकेको छ। अब देख्न सक्नुहुन्छ। आहा यस्तो मस्त, आहा खतरा बसिरहेको छ है। यो मैले किन नदेखाएको भन्दाखेरि हामीले रेसिपी अब कसैलाई दिन चाहँदैन कि, त्यही भएर यसो लुकाएर बनाएको। गाह्रो नमान्नु होला, खाने बेलामा देखाउँछु। 2000 years later हाम्रो चाहिँ अब आज बिरयानी यसमा पाक्छ। हामी चाहिँ अब बसालिसकेका छौँ। आगो पनि बल्दैन, आगो पनि बोलेको छ है गाइस, हेर्नुहोस्। वाह देख्नु भयो। यसमा यो पानी सुकिसकेपछि हामी तेल हाल्छौँ है त। हाम्रो यो भाँडा पनि हाम्रो सुकिसकेको छ। हामी अब आफ्नो स्वाद अनुसार तेल हाल्न सक्नुहुन्छ है। तेल भइसक्यो। अब ल यतिमा हामीले फ्राई गर्न सक्छौँ है। ल हाम्रो तेल रेडी भइसकेको छ। हामी अब स्वाद अनुसार आफ्नो प्याज हाल्न गइरहेका छौँ। वाउ मैले भन्दै थिएँ नि मेरो हेल्पर यता हुनुहुन्छ, तर मेरो हेल्पर चाहिँ अहिलेलाई
तँ मेरो चाहिँ प्यार करती है कि नहीं भन्ने हुनुहुन्छ है। ठ्यास हामी चलाउनु गइरहेका छौँ। अब यसलाई हामीले यो गोल्डन ब्राउन हुँदासम्म यस्तै चलाइरहनुपर्छ है। हामी यता प्याज भुन्दै गर्दा यता हाम्रो राइस पनि रेडी भइसकेको छ है। अब हामी यसलाई ढाक्न चाहन्छौँ। हामी चाहिँ यसमा अब हल्का रेडी भइसकेको छ। तर यसमा थोरै हामी बेसार अनि हामी थोरै नुन हाल्छौँ अनि त्यो छिटै रेडी हुन्छ नि त, त्यही भएर अब हामीले यसलाई यसरी चलाइसकेपछि लौगो हामीले रेडी भइसक्यो। अब हामी यसमा सिधै चिकन हाल्नेछौँ। अब हामी यसमा चिकन हाल्छौँ। अब चिकन हाल्दा यस्तो मजाले चलाइसकेपछि हामीले यो पिसेको मसला हाल्नेछौँ होइन। यो पिसेको मसला हालेर टक्क हामी फेरि यसरी चलाउने छौँ। आफ्नो स्वाद अनुसार चलाउने है फेरि। अब हामीले हल्का जिरा मसला हाल्नेछौँ है। जिरा मसला अनि यो चिकन मसला आफ्नो स्वाद अनुसार। अनि हाम्रो यो चाहिँ स्पेसल यो बिरयानी मसला है त। यति हालेपछि हामी यसलाई फेरि नचाउन चाहन्छौँ है। अब हामीले यसलाई चलाइसकेपछि अब एकैछिन हामीले ढाक्नेछौँ है। ढाकेपछि हामीले यसमा टमाटो हाल्नेछौँ। त्यसपछि अब अरू बाँकी स्पेसल कुरा पनि हाल्नेछौँ है। हाम्रो यो चाहिँ रेडी भइसकेको छ। अब हामी यसमा टमाटो हाल्नेछौँ है। पहिला हल्का यसलाई हामीले चलाएर यसमा हामीले टमाटो हाल्दैछौँ। अब यसमा हाम्रो जान्छ टमाटो है। यसलाई फेरि चलाएर हल्का, धेरै होइन, हल्का चलाएर हामी यसमा चाहिँ दही हाल्न गइरहेका छौँ है। दही भन्ने थाहा होला। अझै टमाटो अझै पाकेको छैन। जब टमाटो पाक्छ त्यसपछि बल्ल हामी दही हाल्नेछौँ यसमा। त्यति यो चाहिँ हाम्रो फ्रेस योगर्ट है। यसको डेट हाम्रो 13 देखि 27 हुनेछ। अब 20 तारिक, अझै 7 दिन रहेछ। त्यही पनि यो फ्रेस योगर्ट है त, भर्खर लिएर आएको हामीले। हामी यस्तरी खोल्न चाहन्छौँ। यस्तो गराएर आहा दामी रहेछ दही त। अलि यहाँ राख्नु होइन। अब हामी यता चिकन आहा खतरा बसाएर अब हामी यसमा दही हाल्न चाहन्छौँ। 1 2 यति हाल्छौँ हामी। दही हामी 2 हाल्छौँ। अब हामी यसलाई खास हामी चलाउन चाहन्छौँ है त। यो के खालको बिरयानी बनाउनु लाग्यो भन्नु होला होइन। त्यसले चाहिँ हाम्रो तेल काट्छ कि तेल। अब यसलाई हामी एकैछिन ढाकिदिन्छौँ। ल अब मेरो हेल्परमा हुनुहुन्छ मेरो मामा। अहिले चाहिँ ठ्यास भाँडा माझ्दै हुनुहुन्छ उहाँले। भाँडा माझ्ने काम चाहिँ उहाँको, पकाउने काम चाहिँ मेरो है त। अब म उहाँलाई अझै पनि भाँडा थपिदिन चाहन्छु। यता पनि छौँ अनि यता यहाँ पनि छन् भाँडाहरू। यसो ठिक म दिन चाहन्छु मामालाई है त। यसलाई चाहिँ हामी यसो ढक्कन उठाएर हामी चाख्न गइरहेका छौँ है त। दामी भयो जस्तो छ। अब तर चाख्दाखेरि कस्तो भएको छ अब हेरौँ। एक नम्बर। पुगिसक्यो हौ। हाम्रो क्यामेराम्यानको पनि अब ठिक छ भन्ने
पुरा भइसकेपछि अब हामी यसमा भात हाल्न जाँदैछौँ है। त्यो भट्टराई किस्नेको उमा पत्थरीबाट चाहिँ होइन के बोले भाइ अब के बोले के जथाभावी बोले ल यो चाहिँ हाम्रो भात है। हामी यसलाई उठाउन गइरहेको आहा क्या दामी बनेको छ भात पनि है। अब यसलाई हामी हाल्न चाहन्छौँ मासुमाथि है। यो अब हामी यसमा हाल्न गइरहेका छौँ। आहा कसरी उठाउनु त हौ यसलाई बनाइदेऊ नखानु होला आहा पिठमा चाहिँ हल्का पानी नै रहेछ है, त्यही पनि ठिक छ। फुल झन्डा कुदाएर नि त भात चाहिँ हाम्रो सित्ता सित्ता बनिरहेको हुन्छ है। अब हामी यसलाई चाहिँ माथिबाट हामी यो किसमिस र काजु हालिसकेपछि हामी यसलाई एल्युमिनियम फोइलले ढाक्न सक्छौँ है। यता यस्तै गर्नुहोस्। यो चाहिँ हाम्रो किसमिस र काजु है। हामी चाहिँ यसलाई स्वादअनुसार माथिबाट यस्तो सलक्क आमा सलक्क ल हेर आमा यस्तो भएपछि त अनि बिरयानी 1 नम्बर होइन 2 नम्बर यसलाई हामीले यसरी अब माथिबाट ढाक्नेछौँ है। अनि यसको आगो चाहिँ हामीले छानेर राख्नुपर्छ। ल आगो हाम्रो सानै छ। अब यसलाई 5 मिनटपछि फेरि निकालेर हेर्नु पर्छ है। म चाहिँ मार्केट जाँदैछु यो धनिया र पुदिनाको पत्ता ल्याउनुलाई। बिरयानीमा हाल्नु पऱ्यो नि होइन। मार्केटमा मिन्ट छैन रहेछ, त्यही भएर मैले चाहिँ यो स्प्रिङ अनियन र कोरिएन्डर मात्र लिएर आएको छु है। यसलाई धोएर हामी काटेर त्यसमाथिबाट हामी गार्निस गर्छौँ है। अब हामी यसको माथिपट्टिको यति छ्यास फालेर यो धेरै हाल्दैनौँ हामी, यसलाई हामी थोरै हाल्नेछौँ। बाँकी हाम्रो फेरि बेलुका भेज मोमो बनाउनेको पनि छ होला सायद, त्यसमा काम लाग्छ है। हामीले यति अनि कोरिएन्डर पनि त्यति धेरै हाल्दैनौँ। यतिमा गार्निस गरेर टक्क सायद यो हाम्रो बिरयानी चाहिँ तलबाट डढिसक्यो कि जस्तो लाग्यो मलाई। ल हामी चाहिँ यसलाई खोल्न गइरहेको छौँ है, के कस्तो हुन्छ। आहा अच्छा 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 यसको चाहिँ यो हाम्रो गार्निस है। अब हामी चाहिँ आगो बन्द गर्न गइरहेका छौँ। यसमाथि चाहिँ गार्निस गरिसक्यो हामीले। यो चाहिँ मजाले पाक्छ यसलाई ढाकिदिएपछि। अब खाने चाहिँ अब 2-4 घन्टापछि अब कति बेला हुन्छ त्यति बेला म तपाईँहरूलाई देखाइ खान्छु ल। धन्यवाद। 1 eternity later. ल अब हाम्रो चाहिँ यो बिरयानी खोल्न गइरहेका छौँ है त। आहा क्या बस्ने छ।
सकिसकेको छ। हड्डी हड्डी हामीले यहाँ राखेका छौँ। अब यता त अब झापचुप पारेर बसिरहनु भएको छ है, छ्यासा लगाएर। आजको भिडियो यही हड्डीसम्म। आजलाई धन्यवाद। के जथाभावी बोले